गुड मर्निङ, शुभ बिहानी। आज चाहिँ म हातमुख धोएर अब कामतिर लागिसकेको छु। सुरुमा मैले टेबलमाथि कुर्सी खपाएर राखेँ भने चाहिँ झाडु पोछा लगाउन सजिलो हुन्छ भनेर कुर्सी खपाउँदैछु। अनि मैले चाहिँ कुर्सी खपाउँदै गर्दा उताबाट चाहिँ बुढो आउनुभएको छ। अनि तपाईँ चाहिँ कुर्सी राखिदिनु, मेरो हात दुखिरहेको छ, म चाहिँ झाडु लगाउँछु भनेर चाहिँ कुर्सी राखिदिँदै हुनुहुन्छ। अनि त्यसपछि मैले झाडु पनि लगाएँ। के गर्ने साथीहरू, यस्तै हो, काम गर्नुपर्छ। बिहानै उठेर काम नगरेसम्म दिउँसो भ्याइँदैन। फेरि बिहानै तल झाडु पोछा गरेर फेरि माथि रुम सफा गर्ने, झाडु पोछा गर्ने, सबै काम आफैले गर्नुपर्छ नि त। त्यही भएर चाहिँ बिहानै उठेर तल रेस्टुरेन्टमा झाडु पोछा गर्न लागेको छु मैले चाहिँ अब यो सरफ पानीमा चोपेर पोछा चाहिँ हल्का भिजाउनको लागि, फोहोर हुन्छ नि त रेस्टुरेन्टमा धेरै। फिनाइल पनि हालेँ, मजाले भिजाइसकेको छु। फेरि मैले अब पोछालाई धोएर सुक्खा पोछा बनाएर अब यसलाई चाहिँ सुकाउनको लागि टल्काइसकेको छु मैले है। मेरो काम चाहिँ यस्तै छ। साथीहरू मनपर्छ भने लाइक, कमेन्ट, रिपोस्ट गरिदिनु होला। हस्त धन्यवाद।